यार यो प्लेन किन यस्तो हल्लिन्छ? मौसम त ठिकै जस्तो देखिएको थियो। मलाई थाहा छैन तर क्याप्टेनको आवाज किन आउँदैन? केही त गडबड छ। धेरै कसेर बस, दुर्घटना हुन लागेको छ। हामी बाँचे साँच्चीकै शरीर चल्दैछ? हो बान्छे, त प्लेन सकियो। अब यहाँबाट कसरी बच्छ त्यो ठुलो कुरा भयो। यो कुन ठाउँ हो? मान्छे पनि छैन, नेटवर्क पनि छैन। शान्त बस, पहिले पानी र सुरक्षित ठाउँ खोज्नुपर्छ। यहाँ रात परेपछि जङ्गली जनावर पनि हुन सक्छ। यो के को आवाज हो? कुनै जनावर त होइन? तानिनु। तिमीहरू पनि यहाँ परेका? म त बिहानैदेखि जङ्गलमै अलमल परेको थियो। तपाईँ पनि प्लेनमै हुनुहुन्थ्यो? हामी तपाईलाई हरायो भन्ने सोचेका थियो। थ्याङ्क्स गड तिमी भेटियो। अब सुन्नुस्, यो टापु खतरनाक छ, तर अब तिमीहरू एक्लै छैन। म छु र म बाँच्न मात्र होइन, जित्न आएको छ। पहिले पानी, खाना र बस्ने सुरक्षित ठाउँ बनाउनु पर्छ। मैले बाटोमा केही काम लाग्ने चिज भेटाइ, हेर्नु त। वाह, तपाईँ त साँच्चीकै सर्भाइभल मास्टर नै हुनु रहेछ। हेर, हामी सबै बाँच्ने हो भने टिम बनाएर अघि बढ्नुपर्छ। म एक्लै हुँदा धेरै डर लागिरहेको थियो। अब हामी 3 जना छौँ। यो टापुले हामीलाई जित्न सक्दैन। यो रात त एकदमै डर लाग्दो छ। यस्तो आवाज कहिले सुनेको पनि छैन। डराउनु पर्दैन, आगो सल्किरहेको छ। धेरै जनावर आगो नजिक आउँदैनन्। शून्य आगो निभ्दैछ। अब त हामी एकदमै जोखिममा छ। सबै काठ पात छोपेर राख्नु, नत्र बिहानसम्म सब धुलो मात्र हुन्छ। यो झर्नाको पानी बढेको हो, यहाँबाट टाढा जानुपर्छ, बगाउन सक्छ। यो के हो? मान्छे त होइन। झेल्यौं, अब के गर्ने? यदि हामी यहाँ टपमा कुनै संकेत बनायो भने जहाज वा हेलिकप्टरले देख्ला। हो, मैले जल्ने बोतल र धुवा बनाउने पातहरू ल्याएको छु। बिहानको समयमा धुवा टाढासम्म देखिन्छ। हेलिकप्टर यहाँ हो, हामी रोक्छौ त। हे हे, यहाँ हामी हराएको मान्छे हो। म यहाँ छु, प्लिज रोकिदिनु। यो त गएर छाड। साथैसँग रहनु। कुहिरोले बाटो जन बोलाउँछ। यो के हो? केही त हाम्रो पछाडि छ। हामी दुवै मात्र बच, हामीले बाँच्नै पर्छ। हामी दुवै मात्र बाँचिरहेका छौँ, अरू हराए। अब तपाईहरू सुरक्षित हुनुहुन्छ, डराउनु पर्दैन। हामीले सकेनौं। एक दिन उसको कथा हामी सुनाउनेछौँ। जङ्गलले उसलाई पनि उसको नाम कहिले हराउँदैन।